राधे राधे एभ्रिवान। सो फेरि हामी यता रेडी भइसकेको छौँ मलाई साथी अनि हामी चाहिँ कहाँ जाँदैछौँ मेरो भिडियो चाहिँ अन्तसम्म हेर्नु होला अनि थाहा पाउनुहुन्छ। सो गाइस मैले चाहिँ यतिकै मेरो भिडियो चाहिँ तपाईँहरूको सामु दिएको छुइनँ भ्लगहरू। अब यतिकै घरमा बसिरहेको हुन्छ एउटै भ्लग पनि दिन त एकदम राम्रो पनि लाग्दैन। अब यसरी घुम्न आएको बेला एक दुईवटा भ्लग चाहिँ भइहाल्छ। र गाइस अब मेरा साथीहरू चाहिँ कस्ता छन् भने उनीहरूलाई फेरि भिडियोमा नदेखाउनु अरे। अब के भन्छन् भने म भिडियो गरिदिन्छु त चाहिँ भिडियो बनान अनि त्यो हाल्नु भन्छन्। अब नभन्नु यस्तो चाहिँ साथीहरू तपाईँहरूको सामु छन् कि छैनन् एकदम कमेन्ट गरेर जनाउनु होला है गाइस। र फेरि हामीलाई यता पिकनिकमा इन्भाइट त्यो दादाले इन्भाइट गर्नुभएको थियो र हामी चाहिँ आइपुगिसकेका छौँ। अब यो पिकनिक चाहिँ हाम्रो कहाँबाट अब गर्ने गाइस, हाम्रो चाहिँ यता उदलगुडी यहाँ खाउडा गान्चेसबाट चाहिँ दादाले पिकनिक दिनुभएको थियो र हामीलाई पनि इन्भाइट थियो र हामी चाहिँ फेरि यता आइसकेका छौँ। अब ठुलो त कन्टेन्ट क्रिएटर त हुन सकेन, अब सानैबाट पनि ठुलो पनि हुन सकिन्छ नि है गाइस। र तपाईँहरूकोलाई चाहिँ कस्तो लाग्छ मेरो भिडियो अनि सामु एकदमै कमेन्ट पनि गरिदिनु होला। अनि हामी चाहिँ फेरि यता एकदम धमाधम लाग्यो। यसरी धमाधमको बेला गाइस मैले फेरि त चक्कुले कहिले काटेको छैन नि त। चक्कुले यसरी काट्दै चाहिँ सब्जीहरू काट्दा काट्दै हात चाहिँ मात्रै छिटो काट्छ चक्कुले। नमस्ते सबैलाई। आज हाम्रो अखिलासम गोर्खा छात्र सङ्घ खाउडा अन्तरिक्ष समितिद्वारा एउटा बुद्धिजीवी दय र हाम्रा उपदेष्टालाई जम्मैलाई लिएर एउटा पिकनिक भोजको आयोजन गरेका छौँ। र त्यसमा हाम्रो जुन आञ्चलिक समितिका जति पनि कर्मकर्ताहरू हुनुहुन्छ उहाँहरू सबैलाई नै लिएर नै आज जुन प्रीतिभोज भइरहेको छ। र अब केही छिनपछि हामी हाम्रो जुन खानपान छ त्यसलाई अघि बढाउनेछौँ र सम्पूर्ण भिडियो हेर्नु होला। त फेरि भिडियोमा भन्दा भन्दै सक्यो है अब भन्दिनँ भन्नु एकदम हाँसेर फिट मजेको गाइस नभन्नु न। अब यतिको चाहिँ मान्छे चाहिन्छ भिडियोमा केही बोल्दा बोल्दै यसरी हँसाउन चाहिँ एकदम राम्रो लाग्छ मलाई पनि। अनि गाइस यता चाहिँ हामीले सलाद बनाइसकेका छौँ। अब सलाद बनाइसकेर पनि हाम्रो यता खाने बेला भइसकेको छ। हाम्रो फेरि यता खानामा थियो खसीको मासु, कुखुरा अनि फेरि यता मिरामिसलाई अनि पनिर आलु बनाउनु भएको थियो र यता सबैजना भेला भइसक्नु भएको छ गाइस। अनि हाम्रो फेरि यता पिकनिक थियो फुलबारी, हाम्रो यता नदी भन्छ नि गाइस, फुलबारीको नदी भन्छौँ हामी चाहिँ। र तपाईँहरू पनि को कहाँ आउनुभएको छ बेसी प्रायः त हामी नै आएर खान्छौँ पिकनिक, किनभने गाइस अब घर छेउमा पनि हुन्छ नि त है, अब सजिलो पनि हुन्छ मात्रै होइन बेसी प्रायः यहीँ नै आएर खानुहुन्छ कतै प्रायः त। अनि यो जग्गा चाहिँ पनि एकदम राम्रो छ, किनभने अब कतिजना अरूको मात्रै जग्गामा गएको बेला त आफ्नो पनि जग्गामा खाऊँ न भनेर नि त। र अहिले चाहिँ हामी अब यता खानाको लागि बस्न आँटेका छौँ। यो जग्गामा फेरि रिल्सहरू बनाउन चाहिँ एकदम गाह्रो हुन्छ हामीलाई। अब जसले रिल्सहरू बनाउनु हुन्छ उहाँलाई चाहिँ अब रिल्सहरू बनाउन चाहिँ पाउनुहुन्न, किनभने नेटवर्क एकदम जान्छ आउँदैन। र गाइस हामी चाहिँ फेरि यता निक्लिसकेका छौँ पिकनिकबाट। ल त फेरि अर्को भिडियोमा भेट्छु र मेरो भिडियो चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई एकदम राम्रो लाग्यो भने सेयर चाहिँ एकदम गरिदिनु होला। त गाइस बाई बाई।